नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। दिस इज मी अमृता पाखरिन। आज म हजुरहरूको सामने नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आज चाहिँ हामी फ्यामिली मिलेर बाहिर जाँदैछौँ। हेर्दै गर्नुहोला आजको हाम्रो नयाँ भिडियो। यहाँ हुनुहुन्छ आयन स्टिपको बाबा। आयन स्टिपको लागि त्यहाँ मिरर मिलाउँदै हुनुहुन्छ। आयन स्टिप त्यहाँ कार सिटमा। अनि हामी आज जाँदैछौँ नर्थ भ्यान्कुभर। देख्न सक्नुहुन्छ हजुरहरूले आयन स्टिपलाई मिररमा। त्यही मात्रै त हो। आज चाहिँ हामी हाइकिङको लागि बाहिर निस्केको। ल झन् चुट्यो त त्यो त। अब हामी हाइकिङ जान्छु। हेर्दै गर्नु होला आजको हाम्रो दिन कस्तो हुन्छ, के हुन्छ हजुरहरूलाई देखाउँदै गर्नेछु। स्टे ट्युन गाइज। अहिले चाहिँ हामी घरबाट निस्किसक्यो। बाबा स्वागत छ मेरो युट्युब च्यानलमा हजुरलाई। ड्राइभर ड्याडी मेरो साना त त्यसै खुट्टा मात्रै देखिया बिचरा। पिकाबु पिकाबु। हामी चाहिँ अब यहाँ आइसकेका छौँ। पार्किङ नपाएर हामी माथि कता कता पार्किङ रहेछ त्यहाँ नपाएर अहिले यहाँ रोडमा पार्किङ गर्दैछौँ। अब यो बाबुको लागि ब्याग रेडी गर्दैछु। मजाले सुतिरहेछ। अब उठाएर लगेर जानुपर्छ। बिचरा सुतेको मान्छेलाई मस्त सुतिरहेको थियो। यो फेरि ढले क्या। ल नाना कहाँ गयौ तिमी? ल हाल्नु ल। अब छोरालाई यहाँ हालेर उता यसो गर्नु। बाबाले तेरो बाबाको कता गयो यसको? खाना कहाँ गयौ र? सुतेको मान्छे त उठ्दाखेरि त कहाँ आइपुग्यो है? के हो आमाले चिनिनौला आमालाई? बुबु टुटु खाइयौला। हाँस्दै थियो फेरि हे हाइकिङ जाने हो तिमी भने? त्यो साना कहाँ जाने तिमी? रेडी? बाबा त रेडी हुनुभयो त सानो। यता हेर्नु बाबु। वाह डेन्जर देखिया मक्क छ। हामी अब जाने हाइकिङ। लु तिम्रो बाबाको इच्छा रहर यस्तै छ। के गर्नु छोरो? बाबा र छोरा हिँडिसक्नु भयो। ज्याकेट त फुकाल्नु पर्ने हजुरले। अहिले गर्मी हुन्छ। मक्ख छ आयन स्टिभ। हेर्दा बुतु भएको यो। यता हेर्नु त खतरा देखेँ हजुरलाई त यार। ल अब हाम्रो यात्रा जाँदैछौँ हामी। अझै मेन हाइकिङ गर्ने ठाउँमा पुगेको छैन। बल्ल पार्किङ गरेर जाँदैछौँ। अब हेर्दै गर्नु होला कस्तो हुन्छ आजको हाम्रो दिन। मौसम चाहिँ अलि राम्रो छैन। घाम त्यति लाग्दैन, शीतल शीतल छ है। कहाँ के हो तिमी छोरो? मक्क छ मक्क भयो त। यसो बस्नु भएको त सबै देखियो नि त यसले। त्यो खुसी छ। निन्द्राबाट नि उस भयो। निन्द्रा पनि पुग्यो उसलाई एकछिन भन्ने। अनि मक्ख भयो। यति हिँड्दै स्यास्या भयो। साना खुसी छौ तिमी? ल के अन्त अब तिमीहरूकै बाउ छोराको खुसीको लागि म हिँड्नै पर्यो जसरी भयो नि। अझै वाइट र रेडको उस रहेछ है। दामी फुलेको लाली गुराँस। ठाउँ चाहिँ यस्तो छ। उकालो लास्टै उकालो है। के भन्छ यसलाई? काफल त होला नि फले है। तर यहाँको मान्छेहरूले कसैले नि खाँदैन टिपेर। यो यत्तिकै कुहिएर जान्छ, खाँदैन। के करा यहाँ ट्याक 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 भनेको? के हो र यसको नाम? उडुपी गरेर
behind us. कस्तो खतरा गरेर She wants to doesn't matter. है Yes, she does now. But I think she was now. रुममा ल फाइनल्ली हाम्रो बल्ल हाम्रो हाइकिङ स्टार्ट हुने यहाँबाट आए सानोले हेरेको हेऱ्यो भाइ चरालाई कस्तो खतरा उस गराइदिइसक्यो हेर्नु है डेन्जर खाल्टो बनाइदिँदो रहेछ है आम्मा यसको ठुड त खतरै हुँदो रहेछ अब चाहिँ हाम्रो रियल टास्क स्टार्ट भयो है गाइजहरू खतरा देखेको रुखहरू कति अग्लो है कति फिट होला यो रुखहरू जङ्गल कुन यो हो अलिकति केयरफुल भएर हिँड्नुपर्छ है आम्मा यसको त जरा हेर्नु न यहाँ यस्तो पुरै भाँसिसक्यो आधी जरा त उस भइसक्यो ओके लेट्स गो गाइज लेट्स गो आयन स्टिभ यहाँनिर चाहिँ के भएछ पुरै आगो लागेको अरे के आगो लागेको त होइन होला बेबी आगो लागेको भए त त्यो अरू पनि उस भइहाल्थ्यो नि त्यस्तो यस्तो रहेछ यता सुनसान जङ्गल घनघोर जङ्गलमा हामी 3 जना हिँड्दैछौँ लट्ठी टेकेर अझै किनभने यो लट्ठी चाहिँ के को लागि रे बाबा सेफ्टीको लागि भालुहरू आउन सक्छ जङ्गलमा मेरो छोरा चिच्याए तर भालु चाहिँ आयन स्टिभ चिच्याएरै भाग्छ होला त्यस्तो डेन्जर चिच्याएर आयन स्टिभ ऊ सुन्न सक्नुहुन्छ तपाईँहरूले आयन स्टिभको आवाज आयन स्टिभ डेन्जर चिच्याइरहेछ बिकज आई थिङ्क हि इज हङ्ग्री यसले खानासाना केही खाँदैन त्यही भएर मैले यसलाई केही दिएको पनि छैन यसको पनिसमेन्ट हो यो चाहिँ हेर्दै गर्नु होला आजको दिन हाम्रो कस्तो हुन्छ साथीहरू ल साथीहरू हेर्नुहोस् हामी हिँड्ने बाटो यस्तो डेन्जर छ बाटो चाहिँ यस्तो छ यस्तो बाटोबाट हिँड्नु परिरहेछ ढुङ्गाको बाटो होइन स्टिपको बाबा र स्टिप चाहिँ त्यही छ हामी पनि जाँदैछौँ अघि हामी आउँदाखेरि चाहिँ कोही पनि थिएन है हामी 3 जना मात्रै हुन्छ क्या भनेको त अन्त यो लामो खुट्टावाला सेतेहरूले त कटाइदियो त यार हामीलाई त सेते दाइ कटाइदियो त गोरे दाइहरूले त हामीलाई त हामी मात्रै होला हाम्रो 3 जना फ्यामिली मात्रै हुने भयो भालु आउला भनेर अझ लट्ठी लिएर हिँडेको अझ हेर्नुहोस् त साथीहरू तर यो गोरे दाइ लम्बे खुट्टेहरूले त हाम्रो त कटाइदियो त हेर्नु साथीहरू बाटो चाहिँ खतरै रहेछ के पुरै जरा माथिबाट हिँड्नु पर्ने रहेछ खासै त्यो मेन्टेन चाहिँ नगरेको रहेछ है तर त्यही भएर नि त्यो म्यापहरूमा नदेखाएको होला कि बेबु है डेन्जर छ बाटो चाहिँ वाह यहाँ त पुरा त्यो गेम खेल्ने जस्तो छ त बच्चाहरूलाई यस्तो लास्टै जङ्गलको बिचमा के है बाबा र छोरा चाहिँ आउँदै हुनुहुन्छ बाटो चाहिँ कता चाहिँ लास्टै हिँड्नै गाह्रो हुने बाटो है बाबा आयन स्टिप चाहिँ चिच्याएर कराएर त्यो बरु यस्तो भन्दा नि झ्याटी भएको ठाउँमा चाहिँ गाह्रो हुने क्या है त्यो पुरै झाडी भएर आयन स्टिभ यस्तो घनघोर जङ्गलमा घरिघरि मान्छे भेटे घरिघरि चाहिँ हामी मात्रै छ तर हुन त हाम्रो बाबु भएर पनि हो है अरूहरू त छिटो हिँड्छ नि त अनि हामी ढिलो हिँडिराखेका छौँ तर हामी पनि छिटो हिँड्न चाहिँ सक्छौँ बट
हाम्रो आयन्सटिप सरले गर्नु हुँदाखेरि हामी अलिकति केयरफुल भएर हिँड्नुपर्ने भएर हामी चाहिँ बिस्तारै बिस्तारै हिँडिरहेछौँ। उहाँलाई फेरि अलिकति गाह्रो हुन्छ नि त। अब मेन प्रायोरिटी सेफ्टी भनेको त उहाँको हो नि त, हाम्रो भन्दा पनि। अब हाम्रो पनि हो हुन चाहिँ, तर हाम्रो भन्दा धेरै चाहिँ उहाँको आयन्सटिप सरको छ। कि यस्तो छ बाटो हेर्न सक्नुहुन्छ साथीहरू। तपाईँहरूलाई पनि हाइकिङ गर्नु मन लाग्छ अनि त्यस्तो धेरै हिँड्न चाहिँ सक्नुहुन्न, अलिअलि चाहिँ हिँड्न सक्नुहुन्छ भने चाहिँ यो ट्रेल चाहिँ एकदम बेस्ट लाग्यो मलाई चाहिँ। किनभने म पनि खासै हिँड्ने मान्छे चाहिँ होइन, म पनि खासै हिँड्ने मान्छे चाहिँ होइन। के डन्डी बियो रे? डन्डी बियो रे? तपाईँहरूलाई थाहै थाहा न डन्डी बियो भन्ने यस्तो खेल्ने कुरा। यो यसरी प्लङ हानेर यस्तो गर्छ नि खेल्ने। ओहो खतरा रुखको जरा कत्रो थियो होला यो रुख नि? आम्मामामामा जरा हेर्नु त जरा। यस्तै रुख हो, कति वर्ष पुरानो रुखहरू होला यिनीहरू है। हाइक गर्न मन लाग्ने बिगिनरहरूको लागि चाहिँ यो ट्रेल एकदम बेस्ट छ है साथीहरू। म चाहिँ रिकमेन्ड गर्छु। के अरे बेबु यो ट्रेलको नाम? बिग सेडार ट्रेल। बिग सेडार ट्रेल अनि क्यानेडी फल्स। तपाईँहरू पनि भ्यान्कुभरमा हुनुहुन्छ, हाइकिङ गर्नु मन लाग्छ तर त्यस्तो धेरै हिँड्न सक्नुहुन्न भने म चाहिँ यो ठाउँलाई रिकमेन्ड गर्छु हजुरहरूको लागि। आउन सक्नुहुन्छ, इन्जोय गर्नुहोस् आफ्नो टाइमलाई, हाइकिङ गर्नुहोस्, हेल्दी हुनुहोस्, त्यही हो। देउरालीमा बतास चल्यो, देउरालीमा बतास चल्यो, बतास चल्यो, बतास चल्यो, बतास चल्यो, देउरालीमा बतास चल्यो। डाली डाली फुल्दै फुल्दै डाली डाली फुल्दै फुल्दै। ल साथीहरू हेर्नुहोस्, अब यहाँ हाम्रो डेन्जरस बाटो, यहाँ रुखको उसमा बाटो बनाएको रहेछ। रुखको मुढा मुढामा अलि यता टेक्नु है बेबु, यहाँ नटेक्नु। बिस्तारै ए लाउनु बाबु उतापट्टि छँदै छैन। बिस्तारै टेक्नु न। गोली हान्ने जस्तो देखेँ। डेन्जर छ नि है। यतासम्म हामी यहाँनिर चाहिँ अलिकति उकालो रहेछ कि है। गाइज हेर्नु न कति डेन्जर। यो रुख चाहिँ पल्टेको होला अनि यो रुखको माथि चाहिँ अर्को रुख छ क्या, यो रुख छ क्या, त्यो पल्टेको रुखमाथि अर्को रुख है बेबु। खतरा छ त यहाँ। पल्टेको रुखको मुढामाथि अर्को रुख पलाएर पनि यत्रो ठुलो। कसरी यिनीहरू अड्डेर बस्छ क्या है, के डेन्जर हुने क्या। अहिले चाहिँ हामी अब आधी बाटो आइसक्यो है। कति घन्टा हिँड्यो हामी? 1.5 घन्टा। अहिले कति बज्यो? 1 घन्टा हिँड्यो हामी। 1 घन्टा हिँड्यो, आधी बाटो आइपुग्यो। अझै अब आधी बाटो पुग्न बाँकी छ गाइज। ओइ ओइ यो चाहिँ अलिकति एकदमै डिफिकल्ट ठाउँ रहेछ। हेर्नु न यस्तो डेन्जर छ। पापा बाबुलाई एकदम केयरफुल है। यहाँ चाहिँ पुरै चेन समातेर हेर्नु त, यस्तो गाह्रो बाटो हिँड्नु परेको। यस्तो छ भने थाहा भएको म आउनु क्यान्सल गरिदिन्थेँ क्या। यो मान्छेले त बाबुलाई केयरफुल है बाबा। साना समातेर बस छोरा। पुपु समात है बाबालाई। छोरो म केयरफुल हुन्छु।
हेर्नु त यस्तो डेन्जर बाटोमा यो मान्छेले त मलाई छक्काउँछ यार। अर्को ठाउँ जाने भन्थ्यो, यस्तै बाटो छ भनेर मैले त्यो ठाउँ क्यान्सल गरेको। अहिले हेर्नु न यो ठाउँ पनि यस्तै रहेछ। हेर्नु त गएको यस्तो छ गाइज, के गर्नु। त्यो लट्ठी फालिदेऊ न, लट्ठी फालिदेऊ तल। लाउ छिटो। कहाँ पस्यो होला? हो त्यहाँ समात राम्रोसँग। स्पाइडरम्यान जसरी उडेर आइदिउँ सानो आमालाई हेर यहाँ स्पाइडरम्यान। त्यो हेर्दाखेरि मात्रै गाह्रो लाग्यो। मात्रै अलिकति गाह्रो रहेछ है। यो मेरो त चाहियो नि सेफ्टी। त्यहाँबाट आइयो, तर यहाँ आएर चाहिँ कस्तो आनन्द आएको कि है। यो पानीको आवाजहरू के सलल्ल पानी बग्यो यता हेर्नु न। यो पानीको आवाज सुनेर चाहिँ आनन्द आयो। न्युरो हेर्नु न साथीहरू, खाने न्युरो हो कि के होला है। आमा खाने भए त ट्याप ट्याप टिपेर लानुहुन्थ्यो। यस्तो दामी दामी छ है। चर घाँटी नि ठाडो गरेर निदाइछ। बिस्तारै आउनु है, बाटो हेर्नु कस्तो गाह्रो रहेछ यहाँ चाहिँ। बिचरा निदाइछ त्यो त। यस्तो ठाडो गरेर निदाइछ कि बिचरा। यो रुखबाट चाहिँ यताबाट आउनु होला हजुर त। यहाँनिरबाट सजिलो हुन्छ, उतापट्टि अलि अग्लो रहेछ। यस्तो गाह्रो बाटो ह। उठे क्या त्यो त, सुत्या बिचरा अझै निदाइरह। आउनु न आउनु हजुर आउनु। मेरो छोरा त बिचरै निदाएछ। चिच्याइरहेको थियो, थाकेछ बिचरा, निदायो। यस्तो बाटो हो गाइस। यो रुख हेर्नु न, कति ठुलो रुख। पुरै अझै के हो यो, अब किन पल्टिन लागेको भएर यस्तो गरेर राखेको बारेर। ए नछुनी त्यो रुखलाई। कत्रो ठुलो रुख हेर्नु त गाइस। ओ माई गड, कहाँ त्यो रुखमा जान मिल्छ भित्र? यो पनि हाम्रो एउटा डेस्टिनेसन चाहिँ है। ल गाइस, के हो यहाँ गौतम बुद्ध तपस्या बस्ने ठाउँ जस्तो नि छ त। दुईटा रुख होइन होला, एउटै होला, हाँगा होला नि त्यो त। गाइस लास्टै गाह्रो मोबाइल झर्नेमा चाहिँ कसरी झर्ने कि? सानो समात है बाबालाई। गाइस अहिले चाहिँ अब छोरा बस्न मानेन बिचरा, धेरै बेर पनि भयो नि त। अनि त्यही भएर उसलाई बस्न मन नलाएर अहिले चाहिँ बाबाले बोकेर, हातमा बोकेर हिँड्नुभएको छ। बाटो यस्तो गाह्रो छ, बाटो गाह्रो छ गाइज, के गर्नु। हामी चाहिँ धेरै भयो नि त हिँडेको, धेरै टाइम भइसक्यो नि त। त्यही भएर बाबु चाहिँ मानेन कि त्यो उसमा बस्नलाई। त्यही भएर बोकेर हातमा बोकेर। साना यता हेर, हेर भने हेर्छ फेरि पुकुले। हेर्नु त गाइस बाटो कस्तो छ। अब आमाको पालो, हामी यहाँ हिँड्दैछौँ है त। ल 1 घन्टाको ट्रेलमा आएको 3 घन्टा भइसक्यो हाई स्पिडले गर्दाखेरि। हिँड्दैछौँ हामी, यस्तो छ बाटो। गाइज हामी चाहिँ अलमोस्ट एकदम नजिक छौँ झर्नाको है। हामी चाहिँ खासमा यही झर्ना हेर्न आएको हो। सुन्न सक्नुहुन्छ झर्नाको आवाज।
अब हामी चाहिँ एकदमै नजिक छौँ। अबको केही समयमा हामी यो झर्नामा पुग्दैछौँ। तर लास्टै थकाइ लागिसक्यो, भोक पनि लाग्यो। बाबु रोगको रहेछ, कराएको कराइ छ। अब हामी त्यहाँ गएर हजुरहरूलाई दामी झर्ना देखाउनेवाला छु, हेर्दै गर्नु होला है। लाउ छिटो आमालाई बोलाइ के हो छोरीले, छिटो मेरो सानोलाई। ए खुसी भयो कि हो, अब हामी झर्नामा आउन लाग्यो भने खुसी भयो कि हो। ए बाबालाई कति गाह्रो भइसक्यो, तिमी चाहिँ हाँस। हुन त बाबाको आफ्नै रोजाइ हो, गाह्रो भएर नि के गर्नु र, होइन र बाबा। गाइस फाइनल्ली 3 घन्टाको हिँडाएपछि हामी चाहिँ यहाँ आइपुग्यो यो झर्ना हेर्नको लागि। हेर्न सक्नुहुन्छ झर्ना। ओ माई गड कस्तो खतरा देखियो। गाइस आइन्स्टिपको बाबा र छोरा चाहिँ हेर्नु न, यहाँ झर्नामा फोटो खिच्न जाने रे भनेर आइन्स्टिपको बाबा चाहिँ जाँदै हुनुहुन्छ छोरा बोकेर। मलाई चाहिँ डर लागिरहेछ। ल ओके ओके, मेरो टेन्सन नलिनु न, बाबुलाई सेफ गराउनु, धेरै उता नजानु है। वाउ गाइस हेर्नु त यहाँ झर्ना। ये फाइनली वी डिड इट। चटपटे बनाएर खान लाग्यो। ल अब खाजा त खानै पर्यो। झर्नाको छेउमा बसेर चटपट खानै पर्यो। चौचौ चटपट चौचौ धेरै नहाल्ला यार। ल अब त चटपटे खानै पर्यो होइन। बाबु चाहिँ नेपाली हो, जहाँ पनि चटपट त खानु पर्यो नि त। बसेर मजा आयो। गाइस अब चाहिँ हामी झर्नाबाट फर्किसकेका छौँ। त्यहाँ चाहिँ हामीले चटपटे बनाएर खाएँ, फ्रुटी खाएँ। यहाँ मैले लिन्छु, यही हातमा छ। अब हामी फर्किँदैछौँ। आइन्स्टिपलाई पनि बिचरा भोक लगाइसक्यो होला, गाह्रो भइसक्यो, 2-3 घन्टा भइसक्यो। अब चाहिँ हामी एकैचोटि तल झरिसकेर भेट्नेछौँ है हजुरहरूसँग। ओके स्टे ट्युन गाइज। गाइज फाइनल्ली हाम्रो हाइकिङ चाहिँ सक्यो। हामी 3 घन्टा 2.5 घन्टामा आइपुग्यो। तल आउँदा चाहिँ 2.5 घन्टा लाग्यो। अहिले चाहिँ हामी हाइकिङ सकिसकेर बाटोमा हिँडिरहेको छौँ। कस्तो भयो बेबी हजुरको एक्सपिरियन्स सुनाइदिनु। बाबु बोकेर थकाएर जान 3 घन्टा लाग्यो, आउन 2.5 घन्टा। तर यो चाहिँ हामी बाबु भएको भएर मात्रै यत्रो टाइम लागेको हो, नत्र हो भने यत्रो धेरै टाइम चाहिँ लाग्दैन। हिँड्न सक्ने मान्छे चाहिँ 1-1.5 घन्टामा नै मजाले नै हिँड्न सकिन्छ। कति किलोमिटर थियो बेबु? 4.5 किलोमिटर। जान 4.5, आउन 4.5। हाम्रो 9-10 किलोमिटर थियो। आजको हाम्रो हाइक चाहिँ यस्तै भयो गाइज। हेरेर इन्जोय लिइदिनु होला। गाइज हामी आमा छोरा चाहिँ यहाँ वेट गरेर बसिरहेछौँ, किनभने आइन्स्टिपको बाबा चाहिँ हामीले गाडी टाढै पार्क गरेको थियौँ नि त। अनि गाडी टाढै पार्क गरेको भएर अनि गाडी लिन जानुभएछ, किनभने त्यहाँसम्म हिँडेर जाँदा नि फेरि थाक्छ नि त। अब आइन्स्टिपलाई अब बोक्नुपर्छ, सामान यत्रो बोक्नुपर्छ, बरु यहीँसम्म गाडी ल्याउन मिल्छ, म लिएर आउँछु भनेर जानुभएछ। हामी आमा छोरा चाहिँ यहाँ वेट गर्दैछु। अब यसलाई पनि दिनभरि बिचरा त्यो ब्यागमा बसेको, अब गाह्रो भयो होला, एकछिन भने खुट्टा तन्काउँछ भनेर हामी चाहिँ यहाँ वेट गरेर बसिरहेको छौँ। हेर्नु न खेलेर 9 किलोमिटर त हिँड्न नि त आज मजाले। ल गाइज फाइनल्ली अब हाम्रो गाडी पनि आयो र अब हामी चाहिँ घर जाँदैछौँ। लास्टै थाक्यो है। कस्तो भयो हजुरलाई आज भन्नु त एक्सपिरियन्स? दुख्यो क्या अरे। अब भोलि हेरौँ। अस्ति पनि दुखे त दुख्नु त, तर खासै भोलिपल्ट त दुखेन। मलाई चाहिँ अलिअलि मात्रै दुख्यो, किनभने अब बाबालाई त अब छोरा बोक्नु भएको नि त, अनि त्यही भएर एकदमै गाह्रो भइरह। मैले बुझ्छु त्यो कुरा। यो मात्रै दुख्यो।
बाबु नि अब पछाडि कार सिटमा बसिसक्यो अब चाहिँ हामी घर जाँदैछौँ आजको यो भिडियोलाई चाहिँ हामी यहीँ अन्त्य गर्न चाहन्छु अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद अब फेरि भेटौँला अर्को नयाँ भिडियोमा स्टे ट्युन गाइज फर न्यू भिडियो थ्याङ्क यू सो मच बाई 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 गरिदिनु बाबा बाई बाई बाई